सादा पेपरको रोल हो। यो रोललाई चाहिँ यसरी यो मेसिनमा फिट गरिसकेपछि यहाँबाट चाहिँ 4 लाइन र 2 लाइनको लागि चाहिँ लाइनहरू खिच्ने काम गर्छ यो मेसिनले। यसैबाट चाहिँ कपीको हाइट अनुसारको कपीको पेज पनि कटिङ गर्छ। यहाँ देख्नुभएको माथि रातो मसी अनि कालो मसीहरू छ यो। अनि प्रत्येक यो मसीमा भएको रोलरले चाहिँ यो पेजमा चाहिँ लाइन खिच्दै जान्छ र पछि यही मेसिनले चाहिँ एउटा कपीको हाइट बराबर चाहिँ कपीको पेज कटिङ गरेर कलेक्ट गरेर राखेको छ। यो मसीको लाइन भयो। माथिबाट गएर यहाँनिर ठ्याक्कै यहाँ पुगेपछि चाहिँ यसले चाहिँ कपीको पेजलाई कटिङ गरेर हाइट बराबरको कटिङ गरेर चाहिँ यहाँ कलेक्ट गरेर राख्दछ। यहाँ अब लाइन हानेर कटिङ भइसकेको कपीका पेजहरूमा चाहिँ कभर अनि त्यसपछि गएर इन्डेक्सहरूको पेजलाई मिलाएर राखिन्छ। अनि त्यो पेज पनि यहाँ मिलाएर राखिन्छ र त्यसलाई लगेर चाहिँ अब यसलाई स्टिच लगाउने अनि त्यसपछि त्यो एउटा पेजबाट चाहिँ एउटा त्यो जुन बन्डलबाट चाहिँ त्यो लामो देख्नुभएको यो होरिजेन्टल छ, यसमा चाहिँ 4वटा कपी निस्किन्छ यसबाट। त्यो यो स्टिच लगाउने अनि यसलाई चाहिँ यसको यो कभर पनि अलिक खस्रो खस्रो टाइपको हुन्छ। यसलाई चाहिँ यही मेसिनले नै पोलिस गरेर चिल्लो कभर बनाउँछ र 4 पिस कपी पनि यसैबाट निकाल्छ। त्यही माथि देख्नुभएको रोल चाहिँ त्यो पिन लगाउनको लागि तारहरू हो। तल यो स्टिच लगाएर यतापट्टि सर्दै आउँछ। सरेपछि ठ्याक्कै यहाँ आइपुगेपछि यसले कपीलाई फोल्ड गरेर माथि लैजान्छ। लैसकेपछि यो चेम्बरबाट चाहिँ कपी पोलिस भएर टिलिक्क टल्किन्छ। अनि एक्स्ट्रा बाँकी रहेको त्यो फोल्ड गर्दाखेरि चाहिँ त्यसो बाहिरपट्टि निस्केको भागहरू चाहिँ यहाँनिर आइपुगेपछि काटिन्छ। मेसिनले चट्ट काट्छ आफै। अनि यहाँबाट उतापट्टि गइसकेपछि चाहिँ एउटा चाहिँ त्यो लामो पेजबाट चाहिँ 4 पिस कपीहरू यहाँनिरबाट काटिएर चाहिँ निस्किन्छ। 4 पिस कपी निस्किन्छ। अनि यहाँ आइसकेपछि चाहिँ यो 4 पिस कपीहरूलाई चाहिँ 12 पिसको चाहिँ एउटा बन्डल बनाएर यहाँ राखिन्छ। त्यो दाजुले त्यहाँ कपीहरू कलेक्ट गरिरहनु भएको छ। यहाँ कलेक्ट भइसकेको कपीलाई चाहिँ अब प्लास्टिकको कभर लगाउन लिएर जानुभयो दाजुले। यहाँ चाहिँ तल माथिबाट प्लास्टिकको कभर मेसिनले चट्ट काट्छ ऱ्याप गरिसकेपछि यो मेसिनमा चाहिँ हालिसकेपछि मेसिनले चाहिँ हिटको माध्यमबाट चाहिँ त्यो कभरलाई चाहिँ टाइट गर्छ। प्लास्टिकको कभर टाइट हुन्छ। अनि त्यसपछि फेरि यो कपीको मुठालाई चाहिँ 4वटा अथवा 5वटा मुठा हालेर चाहिँ यो डोरीले चाहिँ बाँधिन्छ। यो डोरीले बाँधिसकेपछि अब रेडी भयो हाम्रो घरमा आइपुग्ने कापी। अब यहाँबाट बोरामा प्याक हुन्छ। यो बोराबाट चाहिँ हामीले लेख्ने यस्तो कपी चाहिँ हाम्रो हातमा आइपुग्छ।